लिनुहोस् दुध दुध खानुहोस् न कस्तो लाग्छ कपको या त नै मतलब कपकै दुइटै हजुर दुध कस्तो लाग्यो डेलिसियस राम्रो छ त्यो बाक्लो दुध हो नि प्यारी कहाँबाट ल्यायो यति राम्रो दुध अनि आफ्नै हो प्यारी मैले गिलासको दुध ल्याऊ भनेको तिमीलाई मैले आफैले भैँसी पालेको थिएँ अनि त्यही दुध हो पानी नै नहालेको दुध हो त्यो म बच्चा थोडी हो र मलाई त्यसो लिएर आएँ कि अब अर्को त बेलै भएको छैन खाने 24 रोज अनि प्यारी अलि नजिक आस्तो गर्नुहोस् न यसो हुन्छ नि यार अनि के प्रवीणजी अनि हाम्रो चाहिँ कि अनि बच्चा कहिले जन्माउने विचार छ हजुरलाई 2-4 वर्ष चाहिँ नपाउने कि भन्छु के अरे प्यारी अनि के को लागि त्यत्रो 2-4 वर्ष चाहिँ भर्खर बिहे भएको चाहिँ एक अर्कालाई बुझ्न टाइम लाग्छ नपाउने कि प्यारी अनि बिस्तारै बुझ्दा भइहाल्छ नि कति हतार रे कि भर्खर बिहे भएको छ नि अनि कस्तो हतार भएको छ मलाई त बच्चा पाउन यु बर इन रत्न पार्क यो रत्न पार्क होइन नि प्यारी किन आत्तिके त यति राम्रो कलकलानी जवानी छ केही वर्षमा घुमाउला टाइम बिताउला फेवाताल जाउँला अनि यति जाने किन आत्तिके त अनि रहर लागेको छ नि त अनि छोरी पाउनुलाई छोरा चाहिँ किन हेला गरेको छोरा त पछि पाउने नि पहिले छोरी पाउने अनि छोरै भयो भने सुरुमा भयो भने भयो नि त हजुर तपाईको चाहिँ के छ विचार फ्यामिली प्लानिङको पुर्ने नै हो म श्रीमतीलाई सोध्छु ल मेरो खराब पानी छ मेरो खराब अनि म त विवाहित हो त अनि चियावालीजी अनि मसँग बिहा गरेको चाहिँ के हो नि बिर्सिनु भयो नो यस तर मैले तपाईलाई कहिले बिहे गरेँ भर्खरै बिहा भयो हैन हाम्रो